ओके, अब चाहिँ म कसरी हामीले न्युज वा कुनै इभेन्टहरूको न्युजको रूपमा पोस्ट गर्न सक्छौँ भनेर देखाउन खोजेको छु। सिम्पली लगइन ड्यासबोर्ड लगइन भइसकेपछि यो पोस्टमा जानुहोस् र अल पोस्टमा जानुभयो भने चाहिँ पहिला हामीले राखेको सबै न्युजहरू यसमा भेट्छौँ भने एड न्यू गर्यो भने चाहिँ नयाँ पोस्ट एड गर्न सक्छौँ। सिम्पली अहिलेलाई म एड सबै हेरौँ पहिला कुन कुन छ। ओके, यो छ अहिले। त्यसपछि एड यहाँबाट पनि गर्न सकिन्छ र यहाँबाट पनि गर्न सक्छौँ। यहाँबाट एड पोस्ट गऱ्यो भने हामीले नयाँ एड पोस्ट गर्न सक्छौँ। ओके, पहिला म यहाँबाट गर्छु एड पोस्ट। ओके, यो गरिसकेपछि यहाँ यो ठाउँमा चाहिँ हामीलाई जुन टाइटल छ त्यो टाइटल के राख्ने यहाँ राख्न सक्छौँ। अहिले यो टेस्टको लागि चाहिँ म यहाँ टेस्ट राख्छु, टेस्ट टाइटल। अब कन्टेन्ट, अब कन्टेन्टको कुरामा चाहिँ अब त्यो पोस्टमा के जान्छ त्यो पार्टहरू हामीले यहाँ मल्टिपल चिज राख्न सक्छौँ। यो ठाउँमा चाहिँ हामीले धेरै चिज राख्न सक्छौँ। सिम्पली यहाँ अब यतिकै पनि कन्टेन्ट मात्र राख्नु छ भने त टेस्टको लागि अहिले यो जस्ट डमी टेक्स्ट राखेको छु मैले। मल्टिपल राख्न सक्छौँ यसरी, जति नै पुऱ्याउन सक्छौँ। र यही ठाउँमा हामीलाई कुनै इमेज वा भिडियो राख्नु पऱ्यो पनि हामीले सिम्पली यो क्लिक गरेर यो प्लसको ठाउँमा फोटो राख्नु छ भने फोटो सेलेक्ट गर्न सक्छौँ। अलरेडी अपलोड गरिसकेको फोटोहरू छ भने चाहिँ मिडियामा गएर हामी सेलेक्ट गर्न सक्छौँ कुन चाहिँ फोटो कन्टेन्टको बिचमा राख्ने भनेर राख्नलाई यहाँ पनि यसरी पनि राख्न सक्छौँ। यदि मल्टिपल इमेज राख्नु छ भने यो ठाउँमा राख्ने हो र सिम्पली एउटा मात्र इमेज राख्नु छ भने चाहिँ यो डिलिट गर्दा हुन्छ। डिलिट, त्यो चाहिँ हामी यो ब्लक र पोस्ट भनेर आउँछ। पोस्टमा जाने सेट फिचर्ड इमेज भनेर सेलेक्ट गर्ने। अलरेडी अपलोड गरेको इमेज सेलेक्ट गर्नु छ भने यहाँबाट गरे भइहाल्यो, होइन नयाँ अपलोड गर्नु छ भने चाहिँ अपलोडमा गएर सेलेक्ट गरेर आफ्नो ड्राइभको कुनै एउटा इमेज सेलेक्ट गरे भइहाल्यो। सिम्पली एउटा इमेज कुनै एउटा इमेज सेलेक्ट गरे भइहाल्छ। होइन भने चाहिँ अहिलेको यो टेस्टको लागि चाहिँ म सिम्पली यिनीहरू कुनै एउटा सेलेक्ट गर्छु, सेट एज फिचर। एउटा ख्याल गर्नुपर्ने कुरा के छ भन्दाखेरि वेबसाइटमा इमेज अपलोड गर्दाखेरि चाहिँ जेपिजी पिएनजी भन्दा पनि वेबपी फर्मेटमा चाहिँ कन्भर्ट गरेर अपलोड गर्नु। अनि त्यो पनि इमेजको जेनेरली साइज 150 KB भन्दा बढी नहोस्, ताकि वेबसाइट फास्ट र स्न्यापी हुन्छ। त्यो भएर चाहिँ अनि गुगलले ऱ्याङ्किङमा पनि वेबपी युज गरेको वेबसाइटलाई प्रायोरिटी दिन्छ। ओके, त्यो कुरा चाहिँ ख्याल गर्नु होला। सिम्पली यति गरेपछि यो ठाउँमा चाहिँ पब्लिस आउँछ। अहिले यहाँ सेड्युल आइरहेको छ मेरो टाइमिङ नमिलेर। सिम्पली सेड्युल गर्दा यो ठाउँमा चाहिँ पब्लिस आएको हुन्छ तपाईँको एन्डमा चाहिँ, त्यो पब्लिस गरिदिनुहोस्। यति भएपछि पोस्ट पब्लिस हुन्छ। अनि हामी यो हेर्न पनि सक्छौँ। सिम्पली यसरी गरेर चाहिँ यसरी आउँछ इमेज अनि कन्टेन्ट, त्यही अनुसारको भइहाल्छ। अनि यो रिसेन्टली अरू क्रिएट गरेको।